हेलो साथीहरू, हजुरलाई स्वागत छ मेरो अर्को न्यू मिनी ब्लगमा। आज चाहिँ हामी बिहानै 5:30 बजी उठेर खेत गएको आलु काट्नु, अङ्कलहरूको आलु काट्नु थियो अनि हामी बाटोमा पुगेर भिडियो स्टार्ट गऱ्यौँ। अनि त्यहाँ हाम्रो गेम पुग्दा हुँदै थियो, रमाइलो गर्दै हामी जाँदै थियौँ। अनि पछिबाट भाउजू पनि आउनुभयो अनि भाउजू जानुभयो। हामी खेत पुग्यौँ साथीहरू। भाउजूहरू चाहिँ साइकलमा जानुभएको, हामी 4 जना छिर्दै अनि हामी खेत पुग्यौँ। ड्याडीहरू अगाडि गइसक्नु भएको थियो, आँप खानु हुँदै थियो अनि हामी त्यहाँबाट गयौँ अलि काट्नु। यता चाहिँ काटिसकेर उता गएको साथीहरू। यहाँ हेर्नु न कति धेरै यो थियो जारे जार। अनि यहाँ माबामा अलि काट्यौँ हामीले। कति 9 बज्नलाई 9 मिनट बाँकी हुँदाखेरि सकेको थियो मलाई। यो चाहिँ लास्टको सेकेन्ड थियो क्या साथीहरू यो। हामीले यहाँ यसरी अलि काट्यौँ, थोरै पानी थिएन। अनि यहाँ घन्सी पनि थियो, घन्सी पनि काट्यौँ साथीहरू हामीले सबै, किनकि आज जोताउने हो नि त नि अङ्कलहरूको। अन्त मैले घन्सी काटेँ साथीहरू। अनि हामी खाजा खानु, अनि त्यहाँको भित्ता खनेर नि हामी खाजा खानु अनि दिल्ली यहाँ यो काट्नु हुँदै थियो साथीहरू आज। अनि यहाँ हामी खाजा खाँदैछौँ सबैजना। घर आउने बेलामा हो यो चाहिँ 8 बजेर कति 55 मिनट गएको थियो होला साथीहरू। खाजा खाएर नि अरू साइकलमा जानुभयो, हामी हिँड्दै हिँड्दै गयौँ। अनि हामी घर गएको भनेर मैले यहाँ भन्दै थिएँ साथीहरू। रमाइलो भएको थियो साथीहरू। अनि हामी घर आएर खाना खाएर नै बित्तिकै फेरि पल्लो घरको भाउजूहरूको मकै भाँच्नु गयौँ साथीहरू। मकै भाँच्नु जाँदाखेरि चाहिँ झन्डै एक्सिडेन्ट भयो ट्र्याक्टरमा पनि, अनि सफारी पनि झन्डै पल्ट्यो। आज त 2 चोटि त्यस्तो भएको साथीहरू। त्यहाँ अनि हामी चक्रवटीको बाटो गएको थियौँ, खेत गएर मकै भाँच्यौँ। 12 जना थियौँ अनि हामीले मकै भाँच्दै गरौँ गयो। अनि चिसो खायौँ, अनि चिसो खाएर मकै भाँचिसक्यौँ। मकै भाँचिसकेपछि अनि सक्यो भनेर मैले देखाएँ साथीहरू। अनि यहाँनिर आजलाई चाहिँ यति नै साथी।